यो गणेश नेपाली केसले एउटा कुरा चाहिँ छर्लङ्ग भएको छ, हामी नेपालीहरू जिन्दगी अगाडि बढ्नेवाला छैनौँ भनेर। हामीलाई संसारले हेप्नु, कसैले मान्छे नगर्नु कारण हामी नै हो के। नेपालीहरूको सबभन्दा ठुलो दुश्मन नेपाली नै हो। हाम्रो जिन्दगीको एउटा मात्र लक्ष्य र एउटा मात्र खुसी भनेको चाहिँ अरूको खुट्टा कसरी तान्न पाइयोस् के, अरूलाई दुखी देख्न पाइयोस्, अरूको जिन्दगी बर्बाद भएको देख्न पाउँदा त आम्मामा कम मजा आउँछ नआएको छ यार, अर्ग्याजम नै हुन्छ नि। र यो भिडियोको एन्डसम्म म प्रुफ गरिदिन्छु हाम्रो नेपाली समाज गुमा भनभनाउने झिङ्गा भन्दा कम छैन भनेर। हामी नेपालीहरू जति नै पढे लेखेको होस्, जति नै धनी होस्, हाई क्लास होस्, हाम्रो सोच भनेको बाटोमा रक्सी खाएर ढलेको मान्छे भन्दा कम हुन्न कि। बरु त्यो रक्सी खाएर ढलेको मान्छेको सोच हाम्रो भन्दा राम्रो हुनसक्छ। एटलिस्ट त्यो मान्छेलाई समाजको डर त छैन यार, जहाँ पनि खाएर ढलिदिन्छ। अब म अरू देशको भन्न सक्दैन, तर हाम्रो नेपाली समाज पुरानो जेनेरेसनको मान्छेहरूले हाम्रो समाजमा जे छाप छोड्यो नि त्यो भन्दा खतम भइरहेको छ जस्तो लाग्छ क्या मलाई। लाइक जेन्युअली दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो यार। हामी नेपालीहरू चाहिँ उल्टो बाटो हिँडिरहेको छौँ क्या। गणेश नेपालीको केसमा जे भयो एकदमै नराम्रो भयो, साह्रै दुःख लाग्यो। उहाँको आत्माले शान्ति पाउन् र उहाँको परिवारलाई भगवानले ताकत दिउन्। तर उहाँको डेथलाई मान्छेहरूले जुन तरिकाले एउटा अपर्च्युनिटी जसरी युज गरे नि पोलिटिकल अनस्टेबिलिटी ल्याउन देशमा, छि यार आएको छ यार। अहिलेको सरकारलाई मर्ने गरी दोष दिइरहेको छ क्या मान्छेहरूले, विच इज एक्चुअली रियली स्टुपिड इफ यु थिङ्क अबाउट इट। लाइक जेन्युअली म अहिले ओलीको झोले भएको भए कट्टु खोलेर नाचिरहेको हुन्थेँ क्या। यस फाइनली अब फेक आइडी बनाएर रुटिनेको पोस्टमा यस्तो गाली दिन्छु अहिलेको सरकारलाई, कमेन्ट हानी देश बनाउँछु म, कमेन्ट हान्दै हिँड्छु म, नयाँ देश बनाइदिन्छु ल। अब यो कमेन्ट हेरौँ न, 15,000 एभरेज मन्थली इन्कम भएको देशमा 50,000 ट्राफिक फाइन राखेर हुन्छ? डबल क्वेसन मार्क। यसलाई यस्तो लागेर चाहिँ कि हरेक महिना हामीले 50,000 तिर्नुपर्छ जस्तो क्या सरकारलाई क्या। सबै तपाईँ जस्तो धनी हुँदैन नि बाजे अरे। खतरा अहिले चाहिँ कमेडी गर्न खोजेको, तर मलाई चाहिँ हाँसो लागेन। आई थिङ्क कसैले नै हाँसो लागेन, तर यसलाई चाहिँ एकदमै हाँसो लाग्यो। लास्टमा बाजे लेखेको छ नि, यसले कमेडी गर्न खोजेको क्या। कमेटिङ अ सिम्पल ट्राफिक भायोलेसन सुडन्ट रुइन समवान्स लाइफ, यो चाहिँ ठिकै हो, यो चाहिँ राम्रो हो। तर म यो भाइलाई एउटा क्वेसन सोध्न चाहन्छु, ए मुझे चुतिया रुल्स फलो गर्यो भने त फाइन तिर्नै पर्दैन नि होइन र के हो? सरकारले हरेक महिना मान्छेहरूसँग 50,000 मागेको त होइन नि त। लाइक मैले बाइक चलाउन थालेको आजसम्म 10-12 वर्ष भइसक्यो कि आजसम्म एकचोटि पनि फाइन तिरेको छैन मैले, किनकि मैले रुलै तोड्दैन। तैँले पनि नतोड, तेरो हिसाबले तैँले रुल तोड्छस्, तेरो लागि फाइन चाहिँ कम गरिदिनु पर्यो। ए ल रुल स्ट्रिक्ट नभएको कारणले एक्सिडेन्ट भएर नेपालमा कति मान्छेहरू मरिरहेको हुन्छन् त्यसको हिसाब थाहा छ तँलाई भाइ? एउटा हातले गेडा कनाउँदै अर्को हातले फेक आइडीबाट कमेन्ट गर्न सजिलो छ नि बाजे। एटलिस्ट रुल्सहरू स्ट्रिक्ट भयो भने कतिजनाले होइन यार 50,000 तिर्नुभन्दा त बरु म रुल्स फलो गर्छु भन्छ नि त। त्यो कुराले एउटा ट्राफिक डिसिप्लिन हुन्छ, कति एक्सिडेन्टहरू एभोइड गर्न सकिन्छ क्या। अब यस्तो कुराहरू त दिमागमा आउँदैन यिनीहरूको, यहाँसम्म यिनीहरूको दिमागै पुग्दैन क्या। सबै कुरा फेस भ्याल्युमा लिन्छ कि यस्तो दिमाग नभएको मान्छेहरूले। दिमाग के हो त्यो भनेको? खै मैले त आजसम्म देखेको छैन, टाउकोभित्र हुन्छ भन्छ क्या अरे। अब आउँछन् अर्को टाइपको मान्छेहरू जसले गणेश नेपालीलाई नै दोष दिइरहेको छन् क्या। वाओ म्यान, मान्छेहरू कति कठोर हुन्छ यार। मान्छेले आफैले जलाएर ज्यान गुमाएको छ, यस्तो कार त मर्नु नै ठिक। यस्तो आफ्नो ज्यानको माया नभएको मान्छेहरूले मन परि गर्ने अनि मेरो बालेन दाइलाई दोष दिने तिमीहरूले? म हाम्रो समाजको मेन्टल हेल्थको बारेमा थाहा नभएको मान्छेहरूलाई एउटा कुरा भन्न चाहन्छु, स्याडनेस एन्ड डिप्रेसन आर टु कम्प्लिटली डिफ्रेन्ट थिङ्स है। एउटा दुःख पाइरहेको मान्छेले कहिले पनि आफ्नो ज्यान लिँदैन क्या। दुःख त सबको लाइफमा हुन्छ नि यार। मान्छेहरूले खाडीमा मरी काम गरिरहेको छन् यार आफ्नो परिवारबाट टाढा भएर, तिनीहरूलाई कति दुःख होला। दुःख हुन्छ सबको लाइफमा, तर डिप्रेसन भनेको चाहिँ छुट्टै कुरा हो क्या। डिप्रेसन भनेको यस्तो खाल्टो हो जसको कुनै अन्त्य नै छैन क्या। र एज समन हु हेज डेल्ट विथ डिप्रेसन थ्रु आउट माई होल लाइफ, मलाई कचोरी सुसाइडल थट्सहरू आयो होला कि कसम भनेको। मलाई अलमोस्ट डेली नै आउँथ्यो एक टाइममा, नट बिकज मेरो लाइफ गाह्रो छ, म एउटा मिडल क्लास फ्यामिलीमा जन्मेको हुर्केको मान्छे हो, खाना लाउन त्यस्तो गाह्रो चाहिँ भएन मलाई। तर त्यसको मतलब यो होइन कि मान्छेलाई डिप्रेसन हुन सक्दैन भनेर क्या। मैले चिरट नै खाँदैन मलाई क्यान्सर कसरी भयो भने यस्तो कुरा हो क्या यो चाहिँ। एनिवेज यो सबै कुरा भएपछि हाम्रो होम मिनिस्टर सुदन गुरुङले चाहिँ गणेश नेपालीलाई शहीद घोषित गर्नुभयो। खै कुन चाहिँ नेताले 1 लाख रुपियाँ पनि दियो अरे। फ्यामिलीले इम्प्लोइमेन्ट र उहाँको बच्चाहरूले फ्री एजुकेसन पाउने भयो। अब पर्सनली मलाई चाहिँ शहीद घोषित गर्ने कुरा चाहिँ अचम्मै लाग्यो है, किनकि शहीदको डेफिनेसन नै देशको लागि ज्यान दिनु हो। र एनिवेज यो कुरामा डिबेट नगरौँ, मलाई चाहिँ शहीदवाला कुरा चाहिँ मलाई चाहिँ पचेन। जे हो त्यसलाई त हो भन्नु पऱ्यो नि त। तर हाम्रो बेरोजगार जनता जसले आजसम्म 1 रुपियाँ कमाएको छैन तिनीहरूको चाक पोलिरहेको छ कि यिनीहरूलाई फ्री एजुकेसन किन दिने, इम्प्लोइमेन्ट किन दिने, हाम्रो ट्याक्सको पैसा किन युज गर्ने? 1 मिनट, हाम्रो ट्याक्सको पैसा? ट्याक्स त तब तिर्छस् नि जब तैँले 1 रुपियाँ कमाउँछस् भाइ। हाम्रो ट्याक्सको पैसा रे, जसले ट्याक्स तिरेको छ तिनीहरूलाई पिर परेको छैन, जसले 1 रुपियाँ कमाएको छैन तिनीहरूलाई पिर परेको छ। हाम्रो ट्याक्सको पैसा यस्तो कुरामा किन युज गर्यो भनेर अचम्म लाग्छ कसम। हाम्रो समाजमा आएको छ यार। गणेश नेपाली केसमा अरू पनि थुप्रै प्रश्नहरू उठे, मान्छेहरूले एकअर्कालाई गाली दिए, दोष दिए, के भयो।
तर कसैले एउटा कुरा सोधेन त्यो बिचरा मान्छेको मेन्टल हेल्थ के थियो भनेर के कस्तो थियो भनेर। मान्छेको जलेको लासमाथि बन्दुक राखेर सबै अपर्च्युनिस्टहरूले गोली चलाए, तर मेन इस्यु कसैले देखेन, कसैले सल्भ गर्ने कोसिस पनि गरेन, र त्यो हो त्यो मान्छेको मेन्टल हेल्थ। नेपालमा अझै पनि डेली कतिजनाले सुसाइड गरिरहेको हुन्छ। यही गणेश नेपालीको केसपछि नै कतिजनाले आफैलाई जलाएर मारे। हाम्रो समाज, हाम्रै टोलमा मान्छेहरूले आफ्नो ज्यान दिइरहेको हुन्छन् र हामीले के भनेर टाल्छौँ त्यो कुरा थाहा छ? के हो यार, आफ्नो ज्यानको माया नै हुँदैन के हो? मान्छेहरू कस्तो गाह्रो गरेर त बसिरहेछ, यिनीहरूलाई मर्न पर्ने कायर नामर्द। हाम्रो समाजले जलेर मरेको मान्छेहरूलाई त गाली गरिरहेछ। दया माया भन्ने कुरा हाम्रो समाजबाट हराइसकेको छ साथीहरू, र यो एकदमै नराम्रो कुरा हो, एकदमै अलार्मिङ कुरा हो। यो चाहिँ आफै सोचेर हेर एकचोटि। म फेरि आफ्नो भिडियोको स्टार्टिङको पोइन्टमा आउन चाहन्छु। एक अर्काको खुट्टा तान्न बन्द गरौँ। दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो यार, हामी अझै पनि यो खुट्टा तनाई कार्यक्रममै छौँ क्या। अब अरूलाई गाली दिन, अरूको खुट्टा तान्न त खुब मजा आउँछ, तर यस्तो नहोस् कि भोलि गएर कसैले तिम्रो छोरा, तिम्रो भाइ, तिम्रो बहिनी, तिम्रो छोरी अथवा तिम्रो कुनै फ्यामिली मेम्बरको यस्तो खुट्टा तानोस् कि उहाँहरूले पनि आफूलाई जलाउन बाध्य हुन् क्या। त्यसपछि तिमीले के भन्छौ? कायर नामर्द भन्छौ आफ्नै फ्यामिली मेम्बरलाई। तिमीले अरूलाई ढुङ्गा हान्छौ भने अरूले पनि तिमीमाथि ढुङ्गा हान्छ क्या। सो द ओन्ली थिङ वी क्यान डु विच इज कम्प्लिटली फ्री बाई द वे, बी काइन्ड। केही जाँदैन, आफू पनि खुसी हो, अरूलाई नि खुसी हुन्थ्यो कि। खुसी भन्ने कुरा बाँडेर मात्रै बढ्छ क्या। यो हामी सबैलाई थाहा छ, त्यही नै हामी फलो गर्दैनौँ। गौतम बुद्धले अहिले हाम्रो नेपालको हालत हेरिरहनु भएको छ भने उहाँ एकदमै दुःखी हुन्थ्यो होला यार, कसम यार। बिजोग छ क्या हाम्रो देशको हालत, र हाम्रो समाज त झन् माया कसम यार। त्यही हो गाइस, यो भिडियो चाहिँ मोस्टली मैले हाम्रो देशको यङ जेनेरेसनको लागि बनाएको हो। यस्तो भिडियो बुढो मान्छेहरूले हेर्दा नै हेर्दैन, र उहाँहरूलाई बुढो मान्छेहरूलाई सम्झाउन नि गाह्रो हुन्छ यस्तो कुराहरू। त्यसैले माई यङ बोइज एन्ड गर्ल्स, अब आउने समाज हामीले नै बनाउने हो। सो प्लिज बी काइन्ड टु एभ्री वान। सबैलाई माया गर, सबैको केयर गर। एउटै जिन्दगी छ यार, हाँसी खुसी बसाउनु हुँदैन। रिस गरेर, ईर्ष्या गरेर कसैले खुसी पाउँदैन क्या। त्यही हो, बी काइन्ड एन्ड बी ह्याप्पी एन्ड लेट्स मेक अ सोसाइटी द्याट डज नट थ्रो स्टोन्स एट इच अदर क्या, बट हेल्प इच अदर टु बिकम बेटर। थ्याङ्क यू सो मच फर वाचिङ साथीहरू। भिडियो राम्रो लागेमा लाइक र सब्सक्राइब गरिदिनु होला। अहिलेको लागि चाहिँ मन लागे।